हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम टु माई च्यानल। हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। हजुरहरू पनि एकदमै सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। आज चाहिँ हाम्रो यहाँ चडक्क घाम लागेको छ है। हजुरहरूको के कस्तो छ भन्नु होला। धेरै समयपछि मैले भिडियो बनाएको, धेरै भयो भिडियो नबनाएको। आज बनाउँदैछु। आज चाहिँ हाम्रो घरमा बजेको तिथि परेको छ, त्यसकै कामहरू भइरहेको छ यहाँ। आन्टी लागु बाल्दै हुनुहुन्छ यहाँ रोटी बनाउनको लागि। यहाँ चाहिँ मेरो कान्छी आन्टी र मेरो छोरा। आज चाहिँ मेरो छोराको बर्थडे हो। ह्यापी बर्थडे भनिदिनु सबैले। बजेको तिथिको साथसाथै मेरो छोराको पनि बर्थडे हो। ह्यापी बर्थडे। सो गाइस, यहाँ चाहिँ मेरो माइली आन्टी हुनुहुन्छ। यति राम्री मेरो माइली आन्टी। आन्टीले चाहिँ यहाँ के अरे अचारको लागि बन्दा भुट्दै हुनुहुन्छ है। मेरो आन्टी कस्तो भोटिन जस्तो हुनुहुन्छ कि। मेरो आन्टी छेत्री हो है गाइस। यहाँ बन्दा भुट्दै हुनुहुन्छ। म चाहिँ लागेँ अब माथि छतमा। यहाँ चाहिँ दाम रोटी हाल्ने कार्यक्रम भइरहेको छ। यहाँ मेरो फुपू, भाउजू, आन्टीहरू। म चाहिँ आलु काट्दैछु अचारको लागि। अचार बनाउने माथि चाहिँ आन्टीहरू पुरी रोटी हाल्दै बनाउँदै हुनुहुन्छ। म चाहिँ आलु काट्दैछु। धमाधम काम भइरहेको छ। मेरो कामहरू के हो त्यो आन्टी? यो अचार यो अचार पछि मोल्ने त होला। हजुर, तिल पिस्या कि नै खुवाई। म काटिदिन्छु। बन्दा सन्दा सब रेडी भइसक्यो। अब पछि मोल्ने, खाने बेला मोले पनि हुन्छ। हाम्रो चाहिँ बाहुन बाजे हुनुहुन्छ उहाँ। आज चाहिँ बजेको तिथि परेर यहाँ कामकाज भइरहेको छ। यहाँ चाहिँ मेरो माइलो अङ्कल। मेरो बजेको तिथि है गाइस। बुवा र अङ्कल इन्डिया हुनुहुन्छ। मेरो कान्छो अङ्कल र मेरो बुवा। त्यही भएर अङ्कलले मात्रै गरिराख्नु भएको छ। यहाँ चाहिँ हाम्रो बाजे, हाम्रो पूजा आजा बिहे वर्तमान सबै उहाँले नै गरिदिन्छ हाम्रो लोकाई परिवारमा। त गाइज ओम नमो भगवते वासुदेवाय नमो भगवते सखाय नमः। येन संयोजन करदारं च प्रतिशुद्धास्मि ससमदे काशमहातो दिवंबरो भवेतु पयोदि कुंदरसे अयोराः पयसति ससंतु मयि नान्यो भगवानंतु प्रतिष्ठाकुरो। यो पनि उठाए तीन पिण्ड दिने काम भइरहेछ। भुन्टो, मेरो भुन्टो यहाँ छिन्। आज मेरो भुन्टोको बर्थडे। सबैले ह्यापी बर्थडे भनिदिनु हस्। भर्खर सुतेर उठेको हो न। ऊ हेर न, डल हेर न पाण्डाले तिमीलाई हेरिरहेको छ त सानो। मामासँग जाने। हामी चाहिँ यहाँ बसिरहेको छौँ। उता चाहिँ अचार मोल्दैछ नन्ना भाउजूहरू। ओ नन्ना भाउजू, उही खुट्टाल्दैलाई आन्टी। सबै काम सकेर यहाँ खानपिन हुँदैछ हाम्रोमा। खानपिनको कार्यक्रम हुँदैछ शरद सकेर। सबैलाई नमस्ते। गाइस
श्राद्ध पनि सकियो अनि खानपिन पनि भयो र टिका लगाएर मैले दक्षिणा पाएँ। अब कामहरू सब सकियो। आजको लागि यति नै भन्दै यो भ्लग एन्ड गर्छु म। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। डु नट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिन नभुल्नु होला। बाई बाई।